हेलो गाइज, दिस इज अर्जुन फ्रम नौरेल पिटी। आज चाहिँ एकदमै महत्त्वपूर्ण कुराहरू पिटी सम्बन्धी र पिटीमा पनि विशेष गरी एसए सम्बन्धी मैले लिएर आएको छु। सो अन्तसम्म यसलाई नछुटाइकन हेर्नु होला, इट विल हेल्प यु अ लट। वर्तमान समयमा तपाईहरुले यो कुरा सुनिराख्नु भएको छ कि पिटी एसएमा चाहिँ कुरा बिगार्यो भने 0 नै मार्क्स आइराछ, एसएसटीमा पनि 0 मार्क्स दिइराछ भन्ने कुराहरू तपाईले सुनिराख्नु भएको छ। And it is 100% true. कुरा के छ भने प्रिभियसली पहिलाको कुराहरुमा पीटीएसए मा तपाईहरुले एउटा टपिक राख्नाले तपाईको जुन टेम्प्लेट तपाईहरुलाई जसले पनि प्रोवाइड गर्नु भएको छ, क्लासेसहरु लिइराख्नु भयो होला, त्यसमा गर्दाखेरि के थियो भने तपाईले त्यो टपिक राख्ने, तल आफ्नो त्यो टेम्प्लेटमा सबै 7 फ्याक्टर्सहरु फुलफिल गर्ने, स्पेलिङ, स्ट्रक्चर, फर्म कुनै पनि टेम्प्लेट गलत थिएन। तर वर्तमान समयमा पीटी को यो चेन्जमा जुन एसए मा जुन एउटा चेन्ज आएको छ, यसले के भन्छ भने तपाईहरुको स्क्रिनमा देखिराख्नु भएको छ, यहाँनिर तपाईको the appropriateness of the details, examples, and explanation used to support your point of view is also scored. If your essay does not address the topic, if your essay does not address the topic, you will not receive any score points for your essay on any of the 7 factors. Your essay will be scored 0, 0, जे भने पनि हैन। सो यो कुरा ध्यान दिनु जरुरी छ। अब यस्तो परिप्रेक्ष्यमा के गर्ने त? I know a lot of you are from non-English background. So यो अवस्थामा चाहिँ अब के गरी हामीले सोल्भ गर्ने त? तपाईहरुलाई जति पनि निकाय, जति पनि कन्सल्टेन्सी जस्तो सुकै अवस्थामा पनि तपाईहरुसँग एउटा न एउटा टेम्प्लेट त छ, हैन? तपाईहरुले त्यो पढिसक्नु भएको छ या रटिसक्नु भएको छ। सेकेन्ड, थर्ड र फोर्थ प्याराग्राफ तपाईहरु जे गर्नुहुन्छ त्यो तपाईहरुको आफ्नो इच्छा भयो। तर फर्स्ट प्याराग्राफमा चाहिँ एज पर द क्वेशन जुन तरिकाले सोध्या छ त्यो तरिकाले तपाईहरुले त्यो तालमेल मिलाउनै पर्ने हुन्छ to score maximum. यो गरे भने धेरै राम्रो मार्क्स आउँछ। र हेर्नुस् त, do you agree that climate change is the most pressing issue facing our generation भनेर क्वेशन सोध्या छ। अब these days, nowadays, over the past few decades जे भन्नुहुन्छ त्यसमा। So it has been observed that a lot of people have been arguing that जे भने पनि climate change is the most pressing, यो blah blah के सबै लेख्ने हैन। त्यसपछि do you agree that भनेपछि यसको आन्सर दिनै परियो। So personally I firmly agree with this statement. Personally I totally agree with this statement. I agree with this statement totally भने जे भने पनि एउटा चीज यहाँनिर रिलेभेन्सी ल्याउने, यो गरे भने तपाईको रिलेभेन्सी एकदम बढ्यो। क्वेशन छ एग्री डिसएग्री को छ, तपाई लेख्दै हुनुहुन्छ एडभान्टेज या डिसएडभान्टेजेस या डिमेरिट्स या मेरिट्स को, त यो कुनै एड अप गर्ने कुरा नै भएन। यसपछि थप्नुस् त्यो सेन्टेन्स एज सच देयर आर मेरिट्स एन्ड डिमेरिट्स, त्यो आफ्नो कुरा भयो। तर यहाँनिर लगत्तै एउटा कुरा चाहिँ यो लेख्नै पर्ने हुन्छ टु जस्ट इन्क्रिज द रिलेभेन्सी of this essay, हैन? अनि त्यसपछि यस्तो प्रश्नहरु पनि आउँछ कहिले काहीँ, सपोर्ट योर भ्यू पोइन्ट विथ एक्जाम्पल्स एन्ड रिजन्स भनेको छ। र तपाईहरु I will discuss, I will give example, I will examine भन्ने जस्तो के छ हैन? त्यसको साटो यो लेख्नुस् न, in this essay I will support my viewpoint with reasons or examples. सो यो कुराहरु गर्नुभयो भने सेकेन्ड, थर्ड, फोर्थ प्याराग्राफ तपाईहरुको आफ्नो होला, त्यहाँ थप्नुस् एउटा दुईटा इन्डिपेन्डेन्ट सेन्टेन्सहरु के छ अथवा हैन। सो एक्जाम्पल दिँदाखेरि गर्नुस्, त्यो चाहिँ अब एकदमै 79 प्लस स्कोर गर्न चाहने व्यक्तिहरुको लागि, 65 स्कोर गर्न चाहने व्यक्तिलाई त्यहाँनिर छ। सो यो तपाईको लेभल अनुसार कुन टाइपको स्टुडेन्ट्स, कुन लेभलको स्टुडेन्टले कुन तरिकाको गर्न सक्छन् भन्ने तरिकाको बेग्लै एउटा टेम्प्लेट बनाउन सकिन्छ। सो एउटा कुरा त्यो पनि भयो। अर्को कुरा वर्तमान परिप्रेक्ष्यमा पीटीले के गरिराखेको छ भने आफ्नो जुन एउटा यो चेकिङ अनि आफ्नो जुन स्ट्यान्डर्ड एकदमै साइन्टिफिक बनाउने कोसिस गरिरहेछ। अरूको लेभलमा आइएल्स के लेभलमा भनौँ एक किसिमले हैन। सो पहिला टेम्प्लेट रट्यो पनि भइहाल्ने जस्तो छैन अहिले। अब सो इन्टरफेस चेन्ज गरिरहेको छ, अहिले तपाईको देखिराख्नु भएको छ, त्यहाँनिर वेब जस्तो आउँछ। अनि त्यसै गरेर तपाईको चाहिँ बिप साउन्ड आएर चाहिँ डिस्टर्ब भइराखेको छ। त्यसै त सातो उठ्यो, अहिले झन् त्यो बिपले त वो सवास नै उडाउने अवस्था कतिपयको अवस्था अहिले पुगेको छ। यो कुरा पनि हेर्नु पर्यो। सो धेरै कुराहरू के गर्ने त, बेलैमा यदि तपाईसँग मिनिमम 15 डेज या 30 डेज टाइम छ भने बेलैमा यो कुराहरू विचार गर्ने। एक त फिल इन द ब्ल्याङ्क्स रिडिङ राइटिङबाट चाहिँ मार्क्स नै नआउने छ अवस्था होइन, जसलाई रिडिङ आउँदैन, ग्रामेटिकल आउँदैन। पहिला एसएकै भर्थ्यो, अब एसए पनि यस्तो हुन थालेपछि के गर्ने त? सो बेलैमा एकदमै राम्रो तरिकाले साइन्टिफिकली आफ्नो चाहिँ प्रिपरेसन गर्ने। सो इट क्यान बी डन। त्यस्तो धेरै आत्तिनुपर्ने कुरा त होइन, तर इट्स अ कन्सर्निङ थिङ जसले गर्दा 0 नै आउन सक्ने चान्स भएको हुनाले यो कुराहरू विचार गर्नुस्। यदि यो भिडियोले तपाईहरुलाई हेल्प गरेछ भने चाहिँ आफ्नो साथीमा यसलाई शेयर गर्नुस् र अझै पनि यस्तै राम्रो भिडियोको लागि फलो गर्नुस् है त। एन्ड अभियसली सेन्ड मी योर स्ट्रगल्स, के इस्यु भइराछ त्यो कुराहरू मलाई डाइरेक्ट व्हाट्सएप अथवा चाहिँ इमेलमा पठाउन सकिन्छ।